हेलो नमस्ते सेवा सबैजनालाई। यहाँ चाहिँ यतिखेर हामी नासिरिङ राई जातिहरूले पूर्वकाल पुर्खाको पालादेखि गर्दै आएको महारानीको पूजा सकेसम्म हामीले सालमा एकबार गर्नुपर्छ। विशेष गरी दसैँको उपलक्ष्यमा पनि गर्ने चलन छ, नभए अरू कुनै पनि अनुकूल मिलाएर गर्ने चलन छ। यतिखेर चाहिँ हाम्रो यो पुजारी दाजु मेरो आफ्नै ठुलो दाजु हुनुहुन्छ, उहाँले हाम्रो यो चाहिँ महारानीको थान भन्छ। यो महारानीको थान चाहिँ हामीले बनाइसकेको छ। यसको लागि चाहिँ एउटा हामीले विशेष गरी यो सिमाली भन्ने एक किसिमको सानो सानो एउटा प्लान्ट भनौँ होइन, एउटा सिमालीको सानो सानो रुख भएको हुन्छ, एउटा वनस्पति या प्लान्ट यसबाट बनाइन्छ थानसीको तरिकाले। र महारानीको चाहिँ मेन पूजा गर्नुभन्दा अगाडि चाहिँ यो वनको लागि गर्ने भन्ने हाम्रो चलन रहेको छ। हाम्रो पिता पुर्खाहरूले यसरी नै गर्दै आएको हुनाले अब यो चाहिँ विशेष गरी घरको ज्येष्ठ सदस्य ठुलो छोराबाट सिक्दै र गर्दै जाने चलनहरू छ। यतिखेर हाम्रो भीम दाइले यहाँनिर यो चाहिँ यसरी वनको लागि भोग दिने चलन छ। यसरी यो अहिले भोग चलाइसकिएको छ। यो चाहिँ के मान्यता छ भने यसरी वनकोलाई यसरी भोग चढाइसकेपछि अब यो वनको जति पनि तपाईँको यो एउटा चलन के छ भने वनबाट जति पनि भूत आत्मा प्रेत आत्माहरूकोले हाम्रो समाजलाई हाम्रो जातिलाई जुन खालको दुःख दिइन्छ भन्ने चलन छ, यसलाई खुसी बनाउनको लागि चाहिँ यसरी कोही किसिमको दुःख बिमार पीर व्यथा नहोस् भन्नको लागि यसरी वनको देवी देवतालाई खुसी पार्नको लागि यो गर्ने एउटा प्रक्रिया हो। अनि मूलत हामी प्रकृति पूजक नै हो। हाम्रो प्रकृति पूजक भएको हुनाले नै हामीले यसरी प्रकृतिलाई नै देवता मानेर यसरी पूजा गर्ने चलन छ। र यसको आफ्नो पूजा गर्ने विधिहरू छन्। तपाईँहरूले भिडियोमा सुन्न पनि सक्नुहुन्छ। हाम्रो दाइले यहाँ पूजा गर्नु कुराहरू पूजा गरिसकेको अवस्था यतिखेर यो वनको पूजा सायद सकिएको छ। अनि यो चाहिँ अहिले अब यो सकिएपछि महारानीको पूजा हाम्रो दाइले गर्दै हुनुहुन्छ। यहाँ महारानीको थान यसरी बनाइन्छ, 2 तलाको हुन्छ। यो चाहिँ सिमालीको एउटा चाहिँ सिमाली भन्ने एउटा सानो बिरुवा रुख हुन्छ, सानो सानो। यो तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ अहिले खास हाम्रो यो भीमदाईको घर धाइजन स्थित झापा जिल्ला अन्तर्गत धाइजन स्थित दाईको घर यसरी गर्दैछौँ। पूजाको विधिहरू भइरहेको छ। एउटा समय मिलाएर भाग मिलाएर मेरो भाग दिएको मेरो नानीहरू बालबच्चाहरू सबै जोगाइदिनु भने ध्यान दिनु होला। वनवासी पनि ध्यान दिएर तिम्रो कर्महरू पछि आज गर्दैछु। हामीले चाहिँ पहिले चाहिँ ढुसीमा घाँटीमा भैमातेलमा ठुलो खबरदार है। पहिले यसरी बाले देखाउनु नभने बाटो बोल्छ अनि गाड्दाखेरि हुन्छ। यसरी चाहिँ हेर तिमीले रक्षा गरिदिनु, क्षमा गरिदिनु। धेरै समयपछि आज बल्ल एउटा जोजन मिल्यो, पूजा गर्न पाइएर तिम्रो भाकल
जस्तै हामी गरिरहेछौँ होली गर्दै ल्याएको हेर परमेश्वर तिमी वनवासी हेर वनस शान्ति तिमीलाई चाहिँ तर भाग आज हामीले दिएका छौँ है अब कान्छ खाने कार्यक्रम यो चाहिँ हाम्रो जो अगाडि छ यो चाहिँ टोङबा भन्छ हाम्रो संस्कार हुन्छ आउँदाखेरि टोङबा दिएर एउटा किसिमको यो सम्मान स्वरूप यो चाहिँ यहाँले प्रसाद भाग्दैन आऊ दाजु यार होइन भाग्दैन क्या ऊ हुँदैन क्या भाग्दैन क्या भएको रहेछ यहाँ यस्तो हुन्छ तान्नु यसो तान्नु कसरी निकाल्छ ब्लड यहाँ जान्छ होइन यो भनेको लप्प हान्ने सर्टकट निकाल्दिने चढाएर भिडियो बन्दैन होइन अनि यताबाट तान्दा हुन्छ हामीलाई नै सजिलो हुन्छ नि त पर्दैन क्या दोरीले तान्नु अनि यो कति कराउनु लगाउनु हो मानेर ल्याएको हुनाले तान्नु सक्नुहुन्छ नि यो मान्दै आएको अवस्था यसो गर्नु म लडाउँछु म सुँगुर लडाउँछु होइन बुझ्यो भने तपाईँहरू खुट्टामा बोक्नु मात्र आउनु न हुँदैन बाहिर निकाल खोज्नु न पहिला बाँध्नु चाहिँ बाँध्नु न होइन बाहिरै गर्नु हुने अरे के अनि बाहिर निकाल्नु त दोरिनी गर्ने भए यसो गर्नु माथि जाऊ माथि बान्नुपर्छ होला यो यहाँ पापाको यो छोड न भिडियो गर्नु अरे हो तर दोरी चाहिँ उता नछोड्नु है फेरि टोक्छ नि अहिले टोक्छ मुम्मा आयो यताबाट चाहिँ भिडियो हान्थ्यो कार्टुन बाजेको खोइ त्यो एकछिन लाइक र सब्सक्राइब गरिदिनु होला।